स्प्लसको सेलमा आएको हामी आज दुईजना सिपी दाइ र म। तरै आउँदाखेरि चाहिँ अपोइन्टमेन्ट माग्यो के, अपोइन्टमेन्ट चाहिँ माग्यो। अनि फेरि अपोइन्टमेन्ट चाहिँ त्यो स्क्यान गर्नुपर्ने रहेछ कि बारकोड। हामीले स्क्यान गऱ्यौँ, तर पछि यसो बुझ्दाखेरि चाहिँ आजको एपोइन्टमेन्ट चाहिँ फुल रहेछ। एपोइन्टमेन्ट फुल भए रहेछ। अब एपोइन्टमेन्ट चाहिँ भोलि सन्डे र मन्डेको मात्र रहेछ। आज हामी सेलबाट रित्तो हेर है, एल्परको इज्जत एक रद्दी छैन। सिपी दाइ र म अब हेर्नु, पावर भएको भए एपोइन्टमेन्ट पनि पाइन्थ्यो होला। पावर छैन एल्परको, यहाँ ब्यालेन्स पनि छैन, पावर पनि भएन, ब्यालेन्स पनि भएन। त्यही भएर दुईजना दाजुभाइ अब चुप लाएर लखर लखर हिँड्दैछौँ। फेरि हामी काममा जाँदैछौँ हो। अब के गर्ने, विदेशमा पनि एपोइन्टमेन्ट, नेपालमा मात्रै एपोइन्टमेन्ट भन्थ्यौ। यहाँ सेल मेन हो। डक्टरको एपोइन्टमेन्ट त नेपालमा सुन्यौँ। अब यहाँ त कस्तो भनेपछि सामान किन्न पनि एपोइन्टमेन्ट चाहिने। जस्तै हामी जाँदैथ्यौँ सेलमा स्प्लासको है, अब यो सेलको सामान किन्न पनि एपोइन्टमेन्ट चाहिने भयो। यस्तो भिड छ, यस्तो भिड छ। त्यही पनि ठिक छ, केही छैन। अब हामी नेक्स्ट टाइम फुल अन एपोइन्टमेन्टका साथ आउँछौँ। अब आज हामीले पाएनौँ, केही छैन है त, ठिकै छ। अब जे कुरा भइरहेछ त्यो कुरालाई हामीले एक्सेप्ट पनि गर्नुपर्छ। त्यसमा हामीलाई एकदमै दुःख छैन। त्यही पनि तर यस्तो गर्मीमा हेर त, घाम यस्तो लाछ। त्यही पनि गर्मीमा लगभग हामी 1 किलोमिटर टाढाबाट हिँड्दै आएको थियौँ। अब एपोइन्टमेन्ट पाइएन भने ठिक छ, केही छैन। अब नेक्स्ट टाइम अब भोलि पर्सि यता कतै टाइम मिलेर आए भने अपोइन्टमेन्ट पायो भने किन्नुपर्छ सामान ल है त।